स्वागत छ बिआरएन युट्युबमा। आज दोस्रो दिन हामी रुबी भ्यालीको पाङसाङ पास भन्ने ठाउँमा छौँ, 3850 मिटरमा। र यहाँको दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ, चिसो छ हैन। यहाँबाट यो हिमाल देखिन्छ ल, हेर्नु। अझ यो भन्दा राम्रो देखिने ठाउँमा हामी जाँदैछौँ, माथि भ्यू टावरमा। चिसो छ है, हावा चल्न सुरु गरिसक्यो। 6:30 भएको छ बिहानको। ल यतापट्टि तपाईहरुले लाङटाङ देख्न सक्नुहुन्छ। घाम झुल्किँदै छ। माथिबाट अझ राम्रो भ्यू देख्न सकिन्छ। हामी माथि जाँदैछौँ, यता माथि है, एकदम भ्यू टावरमा। 1 घन्टा लाग्छ अरे, यो भन्दा नि अझ धेरै माथि। अनि यहाँ चाहिँ यो चौरी गाईहरू के चाहिँ रातभरि यत्तिकै सुत्ने रहेछ क्या, बस्ने रहेछ, चरिरहेको हुने रहेछ। जाडो नि हुँदैन रहेछ तिनीहरूलाई त। हेर्न सक्नुहुन्छ। यो राति यस्तरी हाल्यो, शीत पर्छ, यो सबै जम्नु छ। यो त होइन, यो बाटो उता चाहिँ यो माथि जम्नु चाहिँ छैन। अनि यो बाटो आएको हामी, अब यो बाटो गएर पनि हामी धादिङपछि पुगिन्छ। हामी अब आज यो बाटो गइन्छ होला। सिङ्गला जानलाई त अझ 1 दिन यहाँबाट हिँड्नुपर्छ अरे, गाह्रो छ। अब मलाई एकदम चिसो भइसक्यो। म भित्र जान्छु भन्दा पनि लागेन, गाह्रो छ। हेलो, कता हो? हिँड्दा छ केटा, चिसो लुगा लागिरहेको छ। कारणलाई ल यो बिहानको सूर्य झुल्केको देखिबाट लाङटाङ हिमाल देखिको यो दृश्य हेर्न सक्नुहुन्छ। सर्लक्क होइन, हेर्नुहोस् हिमाल त के। हामी दिउँसो चाहिँ यो पारीको यो ठाउँतिर होइन, यो ठाउँतिर जाने भन्ने हाम्रो प्लान छ। यहाँबाट अझ राम्रो देखिन्छ नि। हेर्न सक्नुहुन्छ पुरै हिमाल सर्लक्क के स्वर्ग छ नि हाम्रो रुबी भ्याली धादिङ। हामी यति तलदेखिबाट हिँड्दै आएको, हाम्रो साथी दाइहरू हिँड्दैछन्। यस्तो शीत परिरहेछ, घाम लागेछ।
घाम लाग्दा पनि हेर्नु त राति यस्तो हुँदैछ अहिले त पछि झन् 4 फिटसम्म हिउँ पर्छ अरे यो पाङसाङ पासको घुम्ने ठाउँ अब उ त्यो माथि अझ माथिबाट अझ अर्को छुट्टै भ्यू आउँछ बिहानको सूर्य उदय सँगसँगैदेखि लाङटाङको पनि राम्रो दृश्य देख्न सकिन्छ लाङटाङ सँगसँगै यो कुन हिमाल भने अरे यो प्याल्दुर हिमाल त छेकिन्छ यो डाँडाभन्दा ठ्याक्कै पछाडि रहेछ क्या मोबाइल फ्ल्याट मोडमा राखेर नेटवर्कले झन् खाइदिँदैछ क्या टिप्ने आउने भनेर यहाँ यसरी चरिरहेको छ रात है चरिरहेको चिन्ताहरू बस्ने भने मतलब बाहिरै क्या यहाँ अघि म उठेर हेर्दाखेरि यहाँ थियो अहिले माथितिर आएछ क्या शीतलतिर ल के हो अब माथि उक्ले म चाहिँ यहाँबाट फेरि माथिको दृश्य देखाउनेछु म छाया त्यहाँ छ म यहाँ छ ल अहिले माथि फेरि यो हिमाल देखियो है जति माथि चढियो त्यति नयाँ दृश्य देखिरहेछ हेलो माइक टेस्टिङ यहाँको भ्यू यस्तो छ यहाँको भिडियो यस्तो छ गाइज डर लाग्यो माई लर्ड डर लाग्यो यो टोलीहरू हिमाल टल्कियो भनेर छन् म यस्तो छु गरिम भयो अहिले त टोपी खोल्नुपर्छ यहाँ आहा स्वर्ग ढल्थ्यो क्या हाम्रो रुबी भ्याली स्वर्ग है ल हामी त्यहाँदेखि उतो घरदेखि हिँड्दै आएको यति उकालो हिँड्यो स्यास्या भयो अझ माथि छ भ्यू पोइन्ट अझ माथि उ त्यहाँ भ्यू टावर कहाँ हो अब सिङ्गला भने त धेरै उता होला नि कहाँ जाँदैन धेरै उता होइन होला यो डाँडातिर होला यो होइन नि हुन त यो डाँडा झरेर उक्लिनु पर्छ भने त यहाँ त अनि यो तलमाथि गर्दा त थोरै हात त्यहाँ थुप्रो छ ल अब चिन्न सकिने अनि त्यहाँ पुगेर आउनलाई त सकिन्न नि यार त्यो डाँडा झरेर फेरि उक्लिनु पर्छ भित्र यस्तो घुसेको हुन्छ नि त ल हाम्रो यहाँ सल्लाह भइरहेछ हामीले फोटोहरू खिच्यौँ भिडियो खिच्यौँ सबै गऱ्यौँ होइन यो पाङसाङ पासको अब पछाडि देख्न सक्नुहुन्छ तपाईँले हिमाल हामी माथि जाने कुरो गरेको माथि उक्लेनौँ यहाँबाट सबै देखिने रहेछ यस्तो छ यो सिनहरू यहाँको
चौरी गाई ए चरिरहेछ त्यो चरिरहेछ चौरीको छुर्पी के भन्ने कि छ नि सर्लक्क यहाँ त चौर घाँस हरियाली सबै के छ के छ ल। अनि यता हिमाल छ सिङ्ला भने चाहिँ यताबाट यो डाँडो 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 हुँदै जानुपर्ने रहेछ। यो त कहिले यो आज गएर बस्ने ठाउँ हामीसँग बस्ने सुविधा गरेको छैनौँ। स्लिपिङ ब्यागहरू बोकेर आउनुपर्ने रहेछ। अनि त्यो नल्याएको भएर हामी अब नजाने अर्कोचोटि आउने भन्ने प्लान बनायौँ। सबै व्यवस्थाको गर्नुपर्छ। अनि यहाँ यस्तो छङ्गाछुर भिड छ। उहाँ तल एउटा घर छ पालको सक्नुहुन्छ। हिमाल त कति अब होइन कति हेर्ने भिडियोभरि। तर लाङटाङ चाहिँ पुरै छोप्यो 8 बजे 9 बजे नै छोपिँदैछ सबै बादलले लाङटाङ चाहिँ। साथीहरू गफ गरिरहन्। अब झरौँ कताबाट झर्ने यहीँबाट झर्ने कि उताबाट झर्ने उताबाट झर्ने कि यहाँबाट झर्ने उता जाने हो कि यहाँ यहाँ छ नि उता नि छ ल चौरीको हुन रे। आउँदाखेरि चाहिँ तपाईँहरू यहाँ चाहिँ कालो दह सेतो दह जाने हो भने चाहिँ हप्ता 10 दिनको हप्ता 10 दिन चाहिँ लिएर आउनुपर्ने रहेछ। यहाँबाट 2 दिन लाग्छ अरे। अनि कालो दह जानलाई त अब हामी त कसरी पुगिने। फेरि बाटोमा चाहिँ बस्ने केही छैन। आफैले सबै सुविधा गरेर जानुपर्ने भनेपछि त्यो असम्भव। हामीले अब यो पाङसाङ पास मात्र यो नै हेऱ्यौँ। हाम्रो ब्लगमा हिजोको बाटोको अवस्था छ आजको यहाँको अवस्था छ हेर्नु। रुगा लागेछ चिसोले अनि रुमाल बोकेर रुगा पुस्दै हिँडेको छु। यहाँ यस्तो ठाउँ छ भ्यू छ होइन। टिकटकतिर खुब भाइरल भएको ठाउँ यो। हरियाली रमाइलो होइन। अहिले दिउँसोको 11 बज्यो। यहाँको दृश्य यस्तो छ। अब हाम्रो यात्रा चाहिँ यहाँ खाना खाने अनि जाने। हामी बसेको होमस्टे हो। लाङटाङ हिमाल छोपिसकेको छ। अघि त भिडियो बनाउँदा चिसोले मोबाइल अफ भइदिएर चार्ज सिद्धिएर फेरि गएर यहाँबाट यति मात्र देखिएको छ। यहाँ छ पुरै यो छोपिसक्यो। ल घाम लागेको छ जाडो छ। यता पनि सब हिमाल छोपिसक्यो। दृश्य यस्तो छ देख्न सक्नुहुन्छ होइन। हामी बसेको होमस्टे हो। अनि यहाँ पाङसाङमा चाहिँ जम्मा 2टा छ। एउटा थियो पल्लो एउटा यो। यहाँबाट अघि आयो माथि गएको रसुवाको बाटो नभइकन यता तिप्लिङ सेटुङ हुँदै धादिङ विषय निस्किने यो बाटो जाने। यताको बाटो नै एक दुई ठाउँमा मात्र अलि गाह्रो छ अरे नत्र भने सजिलो छ भन्ने कुरो आयो हामीले त्यहाँ बुझ्दाखेरि। अब त्यही नै गर्ने। अब यहाँ नेटवर्क छैन मेन समस्या। हिजोदेखि आएको नेटवर्क छैन फोन लाग्दैन बत्ती छैन। अनि मोबाइल पावर ब्याङ्कको पनि चार्ज सिद्धियो। अब मोबाइलको पनि अब सिद्धियो भने पुरै अफ हुन्छ। यहाँ छ दाइको के हो टुरिस्ट भेहिकल सर्भिस हो दाइको। यो त होइन कस्तो पो रहेछ दाइको भनेको त। कहाँ छ त दाइको यहाँ चाहिँ छ ल नम्बरमा लेखिदिउँ ल।
कस्तो भयो त एकदम ठिक सुजन बवाल भयो ल हामी अब पाङसाङ पासलाई बाई बाई गर्दै धादिङ बेसीको यात्रा यताबाट हुँदै धादिङ बेसीको यात्रा म अलिअलि क्लिप देखाउने छु ट्याक्क रेडी भयो झोला यहाँ छ अर्को झोला त्यहाँ छ तपाईँको झोला है ए बाइक रेडी भयो चिसो लाग्छ भनेर म सबै कुरा अवस्थामा टक्क गरेर बसेको छु अब 15 लाउन मात्र बाँकी छ अब जाने नगरपट्टिको बाटो चाहिँ राम्रो छ अनि हाम्रो धादिङतिरको चाहिँ यस्तो हालत छ गाडीले ध्यान दियोस् बेसी लाओस् है यस्तो छ सबै अनि त्यही भएर त धादिङबाट आउनलाई अनि गाह्रो छ के नगरपट्टिको उतापट्टिको कस्तो राम्रो छ त्यही धादिङ लागेपछि बाटो खतम यस्तै योभन्दा अरू नराम्रो आयो फेरि म भिडियो खिचेर हाल्नु ल एकदम खिचेर जानेर मात्र यतिको त मोटरसाइकल अब ठिकै छ बाटो चाहिँ खतमै छ है जान्छ मोटरसाइकल हिँड्नलाई समस्या हुने होइन अवस्था यस्तो छ यताको लिकमा आएको बाइक यताको लिकमा टायर बाटो ठिक छ यताको बाटो नआउनु होला त्यही नै भन्न चाहन्छु प्रत्येक भिडियोमा दाइ पछि आए यो चाहिँ अहिले हामी तिप्लिङमा छौँ पारिपट्टि र सेतुङ यहाँ झरना छ ठुलो बाटोको अवस्था यस्तो छ है धादिङ बेसीबाट हिँड्नेहरूलाई चाहिँ ल भिडियो धेरै काम लाग्नेछ अरू भ्याली आउनेहरूलाई सबै हेर्नु होला त्यो ठाउँमा बाटोको अवस्था देखाएको छु खुट्टाले हिँड्नु पनि गाह्रो छ हो बाटो अब यहाँ खोला तार्नुपर्छ मोटरसाइकल बाइक तार्नलाई गाह्रो छ मङ्गलले आफ्नै ढङ्गले
जबरजस्ती त राम ल्याउने केटाहरू हो अब गर बाबै गर बाइकको साइलेन्सर चाहिँ नडुब्यो हुन्थ्यो तर डुब्दैन रहेछ साइलेन्स के अरे हुन छिर्दैन त्यति छिरेर छिर्दैन एउटा बाइक त आदियो बाँकी अर्को छ र दोस्रो बाइक पनि यहाँ सारे है अब यो झोलासोला सामान छ नै बाइक त लिएर गएँ झोला सामान यत्रो फेरि बोक्नु पर्यो म यस्तो हातमा छु सब खोल्नु पर्यो अब ल्याम्मा छ ल तनाव छ जिन्दगी तनाव छ आदियो लुगा खोली अजानलाई बाटो त डेन्जर छ है डेन्जर छ बाटो ल डेन्जर डुमाउँछ सब ल हामी अहिले सेतुङ आइपुग्यौँ टीको ठाउँ लापा उता पारिपट्टिको देखिएको यो तिप्लिङ यो सेतुङ अझ कति बेर लाग्ने हो थाहा छैन अवस्था राम्रै छ kali-kali bato होतै हो देखे ए बाबा मन चढ्छु कहाँ हिँड्न भनेर हिँड्नुपर्छ अब त्यो बिल्डिङ चाहिँ रुबी भ्याली गाउँपालिकाको है गाउँपालिका यहाँ छ हामी चाहिँ वहाँ माथिदेखि रुबी भ्यालीदेखि आएको यो चाहिँ गाउँपालिका हो है बाटोको अवस्था यस्तो छ अनि बोराङ आइपुग्यो सेटुङको बोराङ अब आज हामी एक राम्रो गाउँ छ यहाँबाट देखिन्छ यो यहाँ हिमाल देखिन्छ अहिले घुम्नलाई चाहिँ अब थकेर आएछ त त्यस्तै हो के हुन्छ यहाँ बस्ने यहाँबाट यस्तो यो डाँडौरीको यो लापाको हामी सेर्तुङ त्यहाँ माथि चाहिँ गाउँपालिका छ यहाँ अनि यहाँ माथि शिवको पार्क छ ल अब माथि गाउँ घुम्न गयो यस्तो माथिबाट देखाउनु पर्यो यति नै गर्नु पर्यो भर्खर आइपुगेको
ल आज हाम्रो तेस्रो दिन हिजो यहाँ बस्यो बाइक साइक निकालेर निस्किन लागेको अब दार्जिलिङ बेसी आज पुगिन्छ यो चाहिँ री भनेको लापा नै रहेछ है री तल्लो चाहिँ भन्ने भयो हिजो री भनेर भनिएको थियो यो देखेको डाँडाहरू सबै लापा हिमाल यस्तो यहाँबाट नै बवाल भ्यू देखिन्छ सब रेडी भयो अब निस्किने चल्न त चलेछ पिरै पिरमा छ ल हाम्रो यात्रा जारी छ बाटो यस्तो छ खोला हेरेमा आज तेस्रो दिन पनि यस्तो ल ल ल लाग्यो दाइले लाग्यो दाइ अब मलाई बोक्नुलाई बाइक काटाएपछि मलाई बोक्नुलाई यति भने के टिप्लिङको बाटो एकदम खतम त्यसपछि चाहिँ सेटुङ लागेपछि बोराङ कटेपछि यतातिर उकालोतिर मात्र हो उकालो ओह्रालो चाहिँ गाह्रो छ अनि यो खोलामा है अहिलेसम्मको अपडेट यो खोला चाहिँ उता एउटा खोला यता यो दुईटा खोला गाह्रो छ ल म चढौँ गए कहाँ ला तपाईँ कहाँ हामी झारलाङ आइपुग्यो यो झारलाङमा अलिकति बस्तीहरू कट्यो झारलाङ रहेछ यतातिर चाहिँ अलिअलि बाटो अब राम्रै छ है अब अगाडिको कस्तो छ झारलाङ गाउँ बोराङ कटेपछि चाहिँ त्यो खोलाहरूमा मात्र हो न अलिक बाटो सजिलो छ त्यो उकालो ओह्रालो एकदम खतम भएको चाहिँ टिप्लिङमा यो पारिपट्टि लापा त्यो री हामीले चाहिँ यसलाई पनि री भनेको छ हामीले चाहिँ बिहान सोधेको यसलाई री चाहिँ त्यो गाउँ होइन त्यही त होला फेरि भनेको थियो तल्लो यो डाँडो तल छ सिधै होइन है कटौँ डाँडो रहेछ ल त्यो दार्जिलिङ बेसीसम्मको बाटोको अपडेट देखाउँछु आउन सजिलो हुन्छ ल हामी चाहिँ ठ्याक्कै डुन्डुरे खोला पुलमा आइपुग्यौँ तल यस्तो छ है मोबाइल तेर्सन डर लाग्छ हौ गाइज यस्तो छ यस्तो छ यो डुन्डुरे खोलाको पुल अझै आउँदै हुन्छ हामी आइपुग्यो ब्याकग्राउन्ड तपाईँले देख्नु सक्नुहुन्छ यस्तो छ अघि यताको मैले देखाइहालेँ है एकदम डर लाग्दो पहिला त गाडीहरू यताबाट गएर यो आउँदै वहाँ परबाट जान्थ्यो वहाँ परबाट डेन्जर छ ठाउँ डेन्जर